namaste everyone and welcome to my new video guys after a long time no see and today ko video ma I'm going to tell you few things that I did in my MBBS journey that changed me as a whole, as a person. अनि मैले त्यो कुरा चाहिँ एकदमै राम्रो गरेँ and probably this will help you too हैन किनकि before MBBS I was totally different person अनि अहिले चाहिँ ममा एकदमै धेरै चेन्ज आएको छ and सर्टेन कुराहरू मैले यस्तो गरेको छु हैन जुन कि टोटली मेरो पर्सनालिटी भन्दा बाहिरको कुराहरू थियो के बिफोर पर्सनालिटी आफ्टर पर्सनालिटी वाला सो आई वान्ट टु शेयर दिस थिङ्स टु यु सो द्याट यु आर गोइङ टु वर्क अन द्याट सो फर्स्ट थिङ भनेको चाहिँ बिफोर MBBS म एकदमै I was serious person, introverted person जस्तो पर्सनालिटी मेरो घरमा पर्सनालिटी अर्कै थियो एन्ड whenever I step out of home हैन सबैको पर्सपेक्टिभमा मेरो एउटा पर्सनालिटी हुन्थ्यो जुन चाहिँ मैले पनि अक्वायर गरिसकेको थिएँ ओके त्यो मान्छेले मलाई यस्तो सोध्छ सो आई एम यस्तो हैन सो म एकदमै प्रोबेबली +2 मा म अहिले पनि सोध्छु म आफ्नो एकजना मात्रै साथी थियो मेरो प्रतिष्ठा एन्ड सी इज माई फ्रेन्ड हैन अहिलेसम्म सो मैले सोधेको थिएँ एन्ड सी सेड कि एकदमै इन्ट्रोभर्टेड पर्सन छस् भनेर एन्ड ओके आई वाज हैन अनि एकदमै कोहीसित नबोल्ने काम परेको बेला बोलिहाल्ने तर यत्तिकै नबोल्ने एकदमै काम नभए पनि किन बोल्नु जिस्किनु वाला मेरो त्यस्तो मेन्टालिटी थियो एन्ड प्रोबेबली मलाई मान्छेहरूले चिन्ने भनेकै मेरो पढाइको बारेमा पढाइले गर्दा होला एन्ड फ्यु पर्सन इन नेगेटिभ सेन्स कस्तो घमण्डी छ बोल्दैन भनेर चिन्थ्यो होला सो मलाई यो कुरा चाहिँ एकदमै चेन्ज गर्न मन थियो ममा and I wanted to be that extrovert person जो चाहिँ सबसित बोल्छ सबसित हाँस्छ खेल्छ and that type of person मलाई बन्नु थियो and first year मा so I decided to make vlogs at least to be in that त्यो फ्रेन्ड्सहरू मेरो धेरै मान्छेहरूसित बोल्न सकौँ अनि या त्यो थियो के मेरो अलि कनेक्सन धेरै होस् भन्ने थियो सो आई स्टार्टेड ब्लगिङ एन्ड लिटरली म फर्स्ट इयरमा इच एन्ड एभ्री वानलाई मैले हाई भनिदिन्थेँ के एन्ड हाई मेरो भित्रै ढुक हुन्थ्यो होइन एन्ड बाहिरबाट एकदमै हाँसेर हाई भनिदिन्थेँ एन्ड अफकोर्स यु आर वेलकमिङ सम वान्स एन्ड तिनीहरूले पनि त्यही रिस्पोन्स दिन्छ सो आई वाज भेरी ह्याप्पी मैले त्यस्तै सबसित बोल्न खोज्थेँ एन्ड सबसित बोले पनि विच इज लिटरली कोही मान्छेलाई तपाईँको बारेमा थाहा हुँदैन कि यो कस्तो पर्सन हो भनेर एन्ड यु क्यान रिबिल्ड योर पर्सनालिटी इन कलेज सो यो कुराको एडभान्टेज चाहिँ मैले एकदमै धेरै उठाएँ अनि म एकदमै फनी पर्सन मलाई अहिले आई एम टोटली डिफ्रेन्ट पर्सन जस्तो लाग्छ अहिले म कसैलाई सोधेपछि आई एम नट नोन फर द्याट सिरियस पर्सन एकदमै पढाइ मात्रै गरिराख्ने कोहीसित नबोल्ने घमण्डी त्यस्तो घमण्डी त होस् त्यो वर्ड नयुज गरौँ अनि कोहीसित नबोल्ने त्यस्तो वाला छैन प्रोबेबली मैले त्यस्तो पर्सनालिटी रिटेन नै गरिनँ सो आई वान्टेड टु बी मोर फनी पर्सन मोर कुल पर्सन एकदमै सबसित बोल्ने सबसित हाँस्ने खेल्ने त्यस्तो वाला एन्ड आई डिड अनि मलाई पढाइको बारेमा यस्तो थियो कि यहाँसम्म आइसकेको छु होइन अब त के नै हुन्छ र म त पढाइ आई जस्ट अन्डर एस्टिमेटेड पढाइ होइन कि ओके गरि नै हाल्छु के नै छ र त्यस्तो भइसकेको थियो अनि या आई नो इफ यु त्यो पढाइकै बारेमा हरेक टाइम सिरियस हुनु पनि एकदमै राम्रो कुरा होइन बिकज
एमबिबिएसमा चाहिँ नन स्टप बोलेँ म एमबिबिएसमा चाहिँ तपाईँ जति पढ्नुहुन्छ सबै थोरै जस्तो लाग्छ कि युआर सो मैले यति प्रिपेयर गरेको छु जस्तो लाग्दैन कि मैले पढाएको छु जस्तो लाग्दैन सो जति पढेँ नि सो यु हेभ टु मेक टाइम आउट अफ द्याट बिजी ह्याक्टिक शेड्युल फर योर सेल्फ योर पर्सनालिटी एन्ड मैले चाहिँ त्यो गरेँ एन्ड प्रोबेबली आई माइट मैले चाहिँ आफ्नो स्टडीलाई अन्डर एस्टिमेट गरेर होला people also don't take me seriously in the name of study जुन कि I know I can change it anytime so yeah मलाई चाहिँ कम्युनिकेसन स्किल यो गर्नु थियो एन्ड I did अब मलाई खासै सोशल एन्जाइटी हुँदैन अनि I can talk to so many people भेरी मच स्मुथली मलाई त्यस्तो डर लाग्दैन अब के बोल्नुपर्छ म के थिएँ भनेपछि आई वाज भेरी मच नन स्पोन्टेनियस पर्सन बिफोर होइन म एकदमै धेरै प्रिपेयर गर्थेँ कुनै कुरा आई टेक एभ्रिथिङ सो सिरियस एकदमै धेरै प्रिपेयर गरिहाल्थेँ एन्ड अफकोर्स तपाईँले यति धेरै प्रिपेयर गरेपछि यु आर गोइङ टु गेट इट सो म चाहिँ त्यस्तो पर्सन थिएँ एन्ड कोहीसित बोल्दा पनि अगाडि नै योसित यो बोल्नुपर्छ भनेर मनमा म खेलाइराख्थेँ अनि गएर बोल्थेँ कि त्यसलाई सोसल एन्जाइटी अफकोर्स होइन बोल्ने बेला पनि को सोध्छ र अनि अहिले चाहिँ आइ एम नट द्याट पर्सन यो गर्दै जाँदा धेरै मान्छेहरूसित बोल्दै जाँदा होइन एकदमै हाँस्ने बोल्ने सो फ्यु नेगेटिभ थिङ्स फ्यु एडभाइस भन्नुपर्दा अब किनकि आई अलरेडी म धेरै कुरा सिकिसकेको छु होइन लाइफ लेसन्सहरू भन्नुपर्दा सो तपाईँ सबसित बोल्नुहुन्छ सबसित हाँस्नुहुन्छ बट एभ्री वान इज नट लाइक कि तपाईँलाई मन पराउनुपर्छ तपाईँलाई हेट नै गर्दैन त्यस्तो सोच्नु नै हुँदैन किनकि हाम्रो बानी हुन्छ कि ओके वी आर सिटिङ अन द सेम बेन्च वी आर डुइङ द सेम टास्क देन वी आर सो फ्रेन्ड अनि अट्याच भइहाल्ने जस्तो हुन्छ होइन पहिलादेखि बानी बच्चा जस्तो अनि त्यो चाहिँ अलिकति केयरफुल हुनुपर्छ त्यो कुरामा किनकि सबैसित अब तपाईँ बोल्नुहुन्छ सबैसित हाँस्नुहुन्छ अनि अफकोर्स सबैजना तपाईँको फ्रेन्ड होइन एन्ड सबैसित अट्याच पनि हुनु हुँदैन अनि एक्सपेक्टेसन पनि राख्नु धेरै नै अलिकति मेन्टल पिस मेन्टेन गर्न गाह्रो हुन्छ ओभरअल भन्नुपर्दा किनकि तपाईँको रोल नम्बर अगाडि पछाडि छ तपाईँको कुनै ग्रुपमा एकदमै धेरै सँगै काम गर्नु परिरहेछ त्यही पनि यु आर नट फ्रेन्ड भनेर यु आर एकदमै डिट्याच भएर गर्नुपर्छ एक ठाउँमै गरिराख्नु भएको छ तर यु आर नट फ्रेन्ड्स त्यो मान्छेले तपाईँको पर्सनालिटीलाई मन नपराउन सक्छ त्यो मान्छेले तपाईँको राम्रो नसोच्न सक्छ एन्ड एभ्री वान इज सो सेल्फिस भन्नुपर्दा टाइम नै हुँदैन अनि हुनै पर्छ क्या अटोमेटिकली सेल्फिस हुनै पर्छ सो त्यो कुरामा चाहिँ ध्यान दिनुपर्छ एन्ड या आफ्नो काम छ भनेपछि आफूलाई कोहीसित केही सिक्नु मन छ भनेपछि गो एन्ड टक होइन बोल्ने जान्ने उसको बारेमा इन भेरी डिट्याच्ड म्यानर कि ओके पछि योसित नबोल्दा नि मलाई त्यस्तो एकदमै हट हुनेवाला छैन भन्ने भ्यूमा बोल्नुपर्छ बिकज एभ्री वान इज सेल्फिस एन्ड दिस इज आई डोन्ट थिङ्क दिस इज मिन अर एनिथिङ किनकि मिन भनेको मलाई पनि थाहा छ होइन युआर आफ्नो काम निकाल्ने अरूको कामलाई बिगार्ने होइन सो युआर नट बिगारिङ अरूको काम युआर जस्ट लर्निङ समथिङ फ्रम सम वान एन्ड टु सम एक्सटेन्ट होइन टक्सिक नहोस् सो त्यो चाहिँ आई सजेस्ट किनकि म पनि यस्तो थिएँ कि अब दिस पर्सन डिसरिस्पेक्टेड मी दिस पर्सन मलाई एकदमै सानो फिल गराइरहेछ होइन एभ्रिथिङमा सो म बोल्दिनँ उसित उसको मुखमा हेर्दिनँ त्यस्तो भइहाल्थ्यो तर यु कान्ट डु द्याट किनकि एउटै ग्रुपमा परिरहेछ अब सँगै काम गर्नुपर्ने छ एन्ड
इग्नोर पनि कति गर्नु जस्तो हुन्छ. सो यु हेभ टु बी मोर प्रोफेसनल, मोर डिट्याच्ड इन द्याट वे, अदरवाइज एकदमै टक्सिक हुन जान्छ. सो या यो चाहिँ केयरफुल हुनुपर्छ इफ यु आर सो एक्सट्रोभर्ट पर्सन. एन्ड यो कुरा चाहिँ मनमा लिएरै हिँड्नुपर्छ कि धेरै मान्छेहरूलाई धेरै बोल्ने मान्छे मन पर्दैन, धेरै मान्छेलाई मन पर्दैन. अनि मेडिकल स्कुलमा सबै पढ्ने हुन्छन् अनि सबै त्यस्तै इन्ट्रोभर्टेड खालका हुन्छ, सबै होइन, बट 80% मान्छेहरूलाई आफ्नो कामसित मतलब हुन्छ. अनि त्यति सबैसित बोल्ने मान्छेहरूको बारेमा अलि नेगेटिभ पर्सपेक्टिभ हुन्छ. सो त्यो चाहिँ एक्सेप्ट गरेर हिँड्नुपर्छ. आई एम नट देयर टु प्लिज एभ्री वान. उसको मुड सिफ्ट भइरहेछ मलाई हेरेर भनेपछि त्यसमा मेरो केही गल्ती छैन. अर यु हेभ टु जस्ट के अरे काग कराउँदैछ पिना सुक्दैछ जस्तो हुन्छ. कतिजना हाइपर भिजिलेन्स हुन्छ नि, अनि दे नो कि यो मान्छे मलाई हेर्ने बित्तिकै यसको बडी ल्याङ्ग्वेज चेन्ज हुन्छ. एन्ड त्यो कुराले मुड अफ गर्नु इज you have to learn something in your life. You have to learn to live with so much discomfort, so much people around you who hates you too not only people who likes you. So यो कुरा चाहिँ सिक्नु पर्ने हुन्छ.